प्रिय भाइ बहिनीहरू, हजुर केपी बा भन्नुस् त। तिमीहरू मलाई बा भन्छौ। भन्दिन। म तिमीहरूलाई छोराछोरी भनेर सम्बोधन गर्छु। छोराछोरी होइन क्या बुढा, नाति नतिना भन भनेको नाति नतिना। अति पनि के भन्दा ल भन त भन, के सुन्दिम न तिम्रो कुरा पनि। तिमीहरूलाई दुईवटा प्रश्न सोधेर यस भिडियोको सुरुवात गर्छु। ल हजुरबा के सोध्न आँट्या सुन्नु त। ल हुन त 8 फेल हुनुहुन्छ, अब 8 फेल भए पनि फेरि जे भने नि हुन त 8 फेल हुनुहुन्छ। Emotional damage. Do you know what makes you happy? केपी ओली छोड देश छोड, योपालिको हैजा केपी ओली लैजा भनेर नारा लाउँदा हामीलाई खुसी मिल्छ बा। केपी ओली छोड देश छोड, योपालिको हैजा केपी ओली लैजा। This साले। What are you willing to fight for? We are willing to fight for anyhow। केपी हजुरबालाई चाहिँ देशबाट लखटाऊ। मलाई थाहा छ दुनियाँमा के हुँदैछ, तिमीहरूलाई सब थाहा छ, किनकि तिमीहरू इन्टरनेट पुस्ता हो। यत्रो सबै थाहा पाए, आफू त 8 फेल परियो, आफूभन्दा जान्ने भए युवा भनेर नै होला होइन। अस्ति भर्खर त्यो सोसियल मिडिया ब्यान हानेको तिमीले होइन। तिमीलाई सोध त, के तिमीलाई वाट मेक्स यु ह्याप्पी थाहा छ? केपी ओली छोड देश छोड, योपालिको हैजा केपी ओली लैजा भनेर नारा लाउँदा। अहिलेको पुस्ता अलिक अधैर्य जस्तो पनि छ। हाताहाती परिणाम खोज्छ यो पुस्ता। फेरि हजुरबाले औषधि खान बिर्सिन्छन्, जे पाइदिए भोलिहाल्यो क्या। हाताहाती परिणाम खोज्छ अरे। जमानादेखि विकास होला भनेर बसियो, अहिलेसम्म परिणाम नदिएपछि बल्ल तिमीलाई त्यो सिटबाट उतार्न रेडी भएको के ठानेको छ? यहाँ उहाँहरूलाई जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ। त्यही हो र होला है बा। त्यहाँ हुन्छ नि कता कतातिर त्यो आर्मी मगाएर चाहिँ हुन्छ नि भागेर त जङ्गलतिर सुकुम्बासी बनेको तिमी। यो हाहुको सरकार, त्यो हाउकै सरकार भएर चाहिँ गुवा होला है बा। राजनीतिक प्रतिशोध भयो भनेर विज्ञप्ति जारी गरेको थियो होला है बा। त्यो पासपोर्ट रोकियो भन्ने बित्तिकै हाउको सरकारले त गुवा निकाल्दैछ त नि। के हो त कुरा? खाने बिरुको हेर नि त्यो छोरो महेशपछि लिएर तँलाई एकचोटि हेर तिमीले। म सुनिरहेको छु सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ। सरकारले त होइन, हल्ला त तिमीले गरे हो कि बुढा। त्यहाँ वरिपरि त्यो दुनियाँभरिको गुन्डाहरू जम्मा गराएर आफ्नो सुरक्षाको लागि डराएर जनता ल्याएर मारिहाल्छौँ भनेर हल्ला आफै गर्ने, दुनियाँभरि गुन्डा आफै घुमाउने, अनि सरकारलाई दोष दिने। फेरि जहाँ गए पनि हार बोलाउनु नछड्ने कि नेपाली जनता र यो ओली बुढो एउटै भयो कि। त्यही भएर ओली यत्रो प्रधानमन्त्री खाएको रहेछन् कि बल्ल मैले बुझेँ क्या। पासपोर्ट रोक्ने के ठानेको छ? जनताको माग अनुसार पुरा गरिदिएको भयो त तिम्रो सासै रोकिदिने भन्ने कुरा थियो बा। धन्न पासपोर्ट मात्र रोकेछ सरकारले, जनताको माग त तिम्रो सासै रोक्ने थियो नि भने। खुसी मनाऊ, सरकारले धन्न पासपोर्ट रोकिदिएछ, धन्यवाद देऊ सरकारलाई। लाटा बुढा जति गरे पनि बुद्धि नआउने, अझ सरकारको आलोचना गर्ने, त्यत्रो सास बचाइदिँदा पनि। थ्याङ्क यू। हामीले यो देश बनाउनु पर्ने छ। क्या बक रहे हो मादरचोद? तपाईहरुले पो देश बनाउनु पर्ने छ। बल्ल बुद्धि आयो तपाईहरुको। आम्मामा अलिकति जनताले साथ नलिसम्म बुद्धि आएको थिएन। मर्ने बेला हरियो काँक्रो भन्ने उखान थाहा छ नि बा? धेरै उखान हान्छौ तिमीले के। मर्ने बेला हरियो काँक्रो भन्छ नि, ठ्याक्कै त्यस्तो कुरा गरे। बनाउने बेला चाहिँ कहाँ हेरेको थियो अनुहार? हुन त महेश बस्नेत गरो बुहारीको भिडियो हेर्नै ठिकै थियो होला। बालाई कता कता घरतिर भिडियो पुगेको थियो रे, के कसो? देशमा कसैको घर जलाउन पाइन्छ? अब कसैका घरमा आगो लाउने, कसैलाई गएर चाहिँ घरमा काट्न चाहिँ नपाउनु पर्ने हो बा। तर त्योभन्दा पनि पहिला कसैका छोराहरूलाई चाहिँ हुन्छ नि, कसैका आमाका छोराहरूलाई चाहिँ बाटोमा गोली हानेर मार्न चाहिँ पाउनुपर्छ। भनेपछि घरमा पुगेर आगो लाउनु भन्दा मान्छे मार्नु चाहिँ सानो भयो तिमीलाई है। हेर न फरफराएको पानी पाउने, हिरण पाउने बेला कता हुन्छ नि मान्छे फरफराउँछ र हिरण चाहिएको बेला ठ्याक्कै त्यस्तै देख्दैछु क्या साथीहरू। हिरण चाहिएको बेला मान्छे फरफराएको जस्तै देख्दैछु। यो बुढो त म के भन्ने हो र। यो आन्दोलन यस्तै हुन्छ, आन्दोलन यस्तै हुन्छ, राजनीतिक आन्दोलन। अनि यस्तै हुन्छ नि त प्रधानमन्त्री। कामभन्दा धेरै गफ लाउने, गफभन्दा धेरै भ्रष्टाचार गर्ने, दुनियाँभरिका आफ्ना मान्छेलाई जागिर दिलाउने है। काण्ड गरेपछि जनताले थाहा पाएपछि त्यसलाई ढुकछुप पार्ने है। बाहिर काण्ड निक्लिन्छ भनेर सामाजिक सञ्जाल बन्द गरिदिने
कसैलाई आवाज उठायो भने त्यसको आवाजमा मुखमा पट्टी लगाइदिने समातेर जेलभित्र कोसिदिने अनि यस्तै हुन्छ नि त प्रधानमन्त्री पनि मारे होइन त मान्छे दुनियाँभरि घरै गएर मान्छे मार्ने बसमै बमौला हालिदिएर मान्छे मार्ने केरा बाउले भन्ने होला प्रतिमा यस्ता कुरा फेरि तपाईँलाई अब प्रधानमन्त्रीको पोस्टमा ल्याएर राख्ने पनि होइन यस्तो प्रश्नसँग तपाईँसँग सरकार नराखौँ पहिला चाहिँ त्यहाँ प्रधानमन्त्री तपाईँ बसे बेला चाहिँ गोली चलाएर थाहा पाउनु भएको थियो कि पहिला भन्नुहोस् त गोली चलो भनेको सुनेपछि गोली कसरी चलो गोली चलाउने तहमा कसरी पुग्यो मैले सोधेको छु रबरको गोली मात्रै चल्या हो अरू होइन मैले जवाफ पाएँ पछि मैले सुने 14 जनाको निधन भइसक्यो कसरी 14 जना मारिए ए बा कसरी र कसले मारेको भन्ने तपाईँलाई एन्सर चाहिएको मभन्दा पनि पहिला तपाईँकै पार्टीका व्यक्तिबाट सुनौँ त ल एकचोटि 14 जनाको निधन भइसक्यो कसरी केपी ओलीले जबरजस्ती गरे हुनाले यस्तो भयो पचेन नि त बिल्कुल बिल्कुल अघिल्ला दिनको दुर्घटना त भएकै थियो भोलिपल्ट नहोस् भनेर मेरो धेरै प्रयास थियो तिम्रो प्रयास त देखिहाल्यो नि बुढा जनताले राजीनामा दे यस्तो हुन्छ नि नैतिकताको आधारमा चाहिँ राजीनामा दे कटगारामा उभ्ए भनेर चाहिँ जनता मारिस् तैँले तँ अपराधी भइस् भने 72 14 21 दिन 21 जनाको खुन खाइस् भनेर जनताले भन्दाखेरि राजीनामा दियो क्या अरे मेरो हातमा केही पनि रहेन भन्ने मैले थाहा पाएपछि मैले राजीनामा गरेँ तिम्रो हातमा केही रहेन भनेर राजीनामा दियो कि जेनजीले अब आएर मलाई नै मार्ने भए हुन्छ नि मेरो हातमा होइन मै नबाँच्ने भयो भनेर चाहिँ तिमीले गरे भने त 5 मिनटवाला क्लिप कहाँ गयो 5 मिनटवाला क्लिप हेरौँ त 5 मिनटमा त ढिलो भएको भए सुरक्षा नपाएको भए म मर्थे भन्ने मान्छेले जेनजीले मार्छ भनेर डराएर चाहिँ तिमीले राजीनामा दिएको हौ बिल्कुल बिल्कुल सरकारमा लिड गर्न गएकै दिन म आफू भ्रष्टाचार गर्दिनँ अरूलाई पनि गर्न दिन्न भन्ने एउटा नारा लगा कोम्बडिया काण्ड बाहिर आएको त्यो तोपे कहाँ गयो तोपेले भुटानी मान्छे बेचेको दिएकै होइन भ्रष्टाचार गर्न त त्यही भएर सिरेका आज घरमा घरैभित्र त्यस्ता जलेका पैसा भेटियो होला है बा अब परम मित्र के तिम्रो परम मित्र मिलेर सरकार बनाएको घरमै नोटहरू जलेको भेटियो दिएन छौ जनताले मानिहाले के अरे जनताले पत्याइहाले धन्न तिमीले आएर चाहिँ एआई भिडियो चाहिँ भन्दैनौ है फेरि बा त्यो भन्दै आए त अझै पत्ताउँथे जनताले भ्रष्टाचार गर्यो भन्ने हल्ला गरेर हुँदैन कहाँ भ्रष्टाचार गर्यो केमा कमिसन खायो केमा घुस खायो केमा भ्रष्टाचार गर्यो ए बा तिमीलाई कहाँ के खायो भनेर पनि चाहिएको त्यो पनि तिम्रै पार्टीको व्यक्तिबाट सुनिहाल एकचोटि सुन त एकचोटि राम्रोसँग कान खोलेर सुन कान खोलेर एयरपोर्ट लाएर त्यहाँ सुन त्यो उवाला कान सुनिन भने 3 अर्ब हान्देकै हो बाटोमा मात्रै करिब 4-4.5 अर्ब मेरो निर्वाचन क्षेत्रमा मात्रै हान्देकै छ धन्यवाद तपाईँहरूलाई हान्देको त्यो हान्देको हामीले त्यहाँको जनताले अवश्य धन्यवाद भन्नु पनि अर्बौंको हान्देको त्यो पनि हान्देको अर्बौंको गर्दै साथीहरू यी बासँगको गफ यस्तै हो यी बा गफाडीसँग सकिँदैन यी बाको गफदेखि सकिँदैन यी बा बरु सास फुस्किने बेलासम्म पनि ह्याप्याक गर्दा पनि गफ दिन छोड्नेवाला बा होइनन् सकिँदैन यी बा जति कुरा गरेर यी बालाई रिप्लाई दिएर यी बा जति प्रश्न सकेर सकिँदैन साथीहरू त्यसैले चाहिँ आजको लागि चाहिँ हामी पनि च्यात्यौँ होला है भिडियो जतिले हेरिदिनु भयो धेरै धेरै धन्यवाद धेरै धेरै माया छ आगामी दिनहरूमा पनि यस्तो भिडियोहरू आउँदै गर्छन् त्यसैको लागि चाहिँ पर्खेर बस्नु होला म चाहिँ भन्न चाहन्छु त्यसैको साथसाथको लागि आजको लागि चाहिँ हामी तपाईँहरूको माझबाट च्यात्तिन चाहन्छौँ कतै केहीको त्रुटि गल्ती केही भए चाहिँ माफ पाऊँ तर केपी ओली मुर्दाबाद केपी फेरि गाली पनि गर्ला मुर्दाबाद भन्दा एमालेको झोलिहरू आएर है केही छैन अब सकेसम्म केपी ओली जस्तो हुन्छ नि एकदम बहुमूल्य चिजलाई चाहिँ समातेर जमिनतिर गाडेको चाहिँ छिटोभन्दा छिटो राम्रो किनकि कसैलाई आँखा लाउन सक्छ साथीहरू है त्यसैले चाहिँ सबभन्दा पहिला चाहिँ केपी ओली जस्तो हुन्छ नि महत्त्वपूर्ण धातुलाई चाहिँ जमिनतिर गाड्नतिर लागौँ अरूभन्दा पनि भोलि बिहान कसैले आएर लग्यो भनेपछि फेरि केपी ओली हाम्रो बहुमूल्य धातु ल्यायो अरूले भन्नुभन्दा बेलैमा जमिनतिर गाडेको राम्रो साथीहरू ल आजको लागि चाहिँ यही मूल्य नाराका साथ हाम्रो धातुलाई चाहिँ जमिनभित्र गाडौँ भन्ने मूल नाराका साथ चाहिँ हामी तपाईँ बाजबाट च्यातिन्छौँ धन्यवाद सबैलाई है बाई बाई टाटा।